जय श्री राधे श्याम। कालीगण्डकीको भुइँगाड धाम यो स्याङ्जा पाल्पा जोड्ने कालीगण्डकीको पुलमा यी हनुमानजीहरू यसरी तरिरहनु भएको छ पुलबाट। ल जय हो जय हो जय हो जय हो हनुमानजी की जय हो। यसरी तरिरहनु भएको छ। आहा दिव्य होस् दिव्य। अझ यहाँ बसेर हेरिरहनु भएको छ। यो हुँगी घाट पाल्पालाई जोड्ने यो मोटरेबल पुल लुम्बिनी प्रदेश पारी पर्छ भने यो चाहिँ पाल्पा जिल्लालाई जोड्ने स्याङ्जा पाल्पालाई जोड्ने झलुङ्गे पुल र यो पारी देखिएको दृश्य पाल्पाको हो। त्यसपछि बीचमा कालीगण्डकी, त्यसपछि यता स्याङ्जातर्फ फेरिरहेको छ। कालीगण्डकी चाहिँ आफ्नो तीव्र प्रभावमा बगिरहनु भएको छ। यसरी चाहिँ यता पाल्पा पर्छ भने यता केलाती घाट हुँदै देवघाट तर्फ बगिरहनु भएको छ गण्डकीजी भने यता राम नदी धाम एवं ऋणी रुरुक्षेत्र, रुद्रवेणी धाम, अनि त्यसै गरेर सेतीवेणी धाम, मोदीवेणी धाम, गलेश्वर धाम हुँदै हुँदै प्रभावित भएर गण्डकीजी हुँगी घाट धाम आइपुग्नु भएको छ। र यसै गर्दै गण्डकीजी अब यहाँबाट पूर्वतिर लाग्नुहुन्छ। देवघाट हुँदै देवघाटमा गएर वेणी सङ्गम बनेर त्यसपछि नारायणी बनेर भारत प्रवेश गर्नुहुन्छ। यो सुन्दर वन हुँगी घाट धामको हामी जुन हुँगी घाट भनेर सुन्छौँ, यो चाहिँ पारी देखिएको जुन घाट छ पुलभन्दा, यो मोटरेबल पुलभन्दा पर देखिएको जुन घाट छ त्यसलाई नै वास्तवमा प्राचीन हुँगी घाट चाहिँ त्यो हो। र हुँगी घाटको एउटा आश्रम यता पाल्पापट्टि, यता पारीपट्टि यो साइडमा रहेको छ भने अर्को स्याङ्जापट्टिको ठुलो मेन आश्रम, मेन प्रमुख आश्रम भने यतापट्टि साइडमा रहेको छ, यहाँ जङ्गलमा रहेको छ। र यस हुँगी घाट धामका श्री निम्बार्क सत्सङ्ग आश्रमका पीठा संस्थापक महन्त तपोमूर्ति आचार्य श्री माधव शरण देवाचार्यजी ले तपस्या गर्नुभएको, सुरुमा हुँगी घाट आएर गण्डकीजीको यो दिव्य छटा देखेर तपस्या गर्नुभएको ठाउँ गण्डकीजीको यो किनारमा एउटा यो पर्वतको पहरोमा रहेको छ। र यहाँदेखि तपाईहरू सबै देख्न चाहिँ गाह्रै पर्छ, तर पनि देख्नु होला। यो जुन जङ्गल देखिएको छ यो बिचमा, त्यहाँ चाहिँ एउटा सुन्दर तपस्थली महाराजजीको छ, एउटा सानो गुफा। त्यहाँ नै महाराजजीले 4-5 वर्षसम्म तपस्या गरेर गोपाल अष्टादशाध्यक्षरी मन्त्रराजको अनुष्ठान गर्नुभएको। त्यसपछि यहाँका ग्रामीण बासिन्दाहरू आएर महाराजजीलाई आग्रह गरेर एउटा आश्रम र गुरुकुल सञ्चालन गर्नका निम्ति आग्रह गर्नुभएको र महाराजजीले उहाँहरूको आग्रहलाई स्वीकार गरेर सम्पूर्ण एक क्षेत्रमा रहेका बटुक एवं भक्तहरूलाई कृतार्थ पार्नका निम्ति श्री निम्बार्क सत्सङ्ग आश्रम राधा सर्वेश्वर मन्दिर नामक संस्थाको स्थापना गर्नुभयो, जहाँ चाहिँ श्री राधा सर्वेश्वर भगवानको नित्य सेवा पूजा अर्चना हुन्छ। त्यसै गरी पाल्पा जिल्लामा पनि पाल्पा जिल्लाका भक्तहरूले आग्रह गरिसकेपछि र ठाकुरजीलाई केही स्थान प्रदान गरिसकेपछि महाराजजीले पाल्पा जिल्ला रम्बा गाउँपालिकामा ज्यामरुक भन्ने गाउँमा पुनः फेरि दोस्रो आश्रमको पनि स्थापना गर्नुभयो। र अहिले दुवैतर्फ नित्य सेवा पूजा भगवानको, पाल्पापट्टि श्री राधा माधव भगवानको नित्य सेवा पूजा हुँदै आएको छ भने यता स्याङ्जापट्टि श्री राधा सर्वेश्वर भगवानको नित्य सेवा पूजा हुँदै आएको छ। र यो क्षेत्र तत्पश्चात महाराजजीको त्यो त्याग, तपस्या एवं भगवानको अनुकम्पाले तत्पश्चात यो हुँगी घाट भनेर एउटा दिव्य नाम त पहिल्यै थियो, तर एउटा दिव्य क्षेत्र बन्न गयो। भारत एवं नेपालका विभिन्न सन्त महन्त महात्माहरू
त्यसै गरी हाम्रा निम्बार्क वैष्णव भूषण सार्वभौमाचार्य श्री भागवत शरणदेवाचार्यजी महाराज जो केलादी घाटमा तपस्यारत हुनुहुन्थ्यो, उहाँको पनि यहाँ आगमन भयो र आजभन्दा 15-20 वर्ष पहिलासम्म पनि हुई घाटले एउटा वृन्दावनकै रूपको झल्को दिने खालको यहाँको वातावरण थियो। अब अहिले त समयको क्रमले कहिले समय उत्कर्षमा जाँदो रहेछ, कहिले समय अपकर्षमा जाँदो रहेछ र त्यतिखेर महाराजजीहरू हुँदाखेरि, महाराजजीहरूको जो दिव्य तपोबल हुँदाखेरि, तपोबल त यत्किन्छ अहिले पनि छ, त्यतिखेर साक्षात् हाम्रा आचार्यमा द्वय महाराजजीहरू हुँदाखेरि यहाँको छुट्टै चाहिँ एउटा रौनक थियो। त्यो रौनक अहिले यद्यपि केही अस्ताएको छ भगवानको अनुकम्पाले नै भनौँ, तर पनि हुइँघाट धाम भनेर एउटा दिव्य प्राकृतिक क्षेत्र छ। भगवानको दिव्य नित्य प्रातः सायंकालमा भगवानका घडीघण्टाहरू बद्ध छन्। यसै गरी चाहिँ विभिन्न उत्सवहरू हुन्छन् र हामीलाई कालीगण्डकीले आफ्नो दिव्य सुशेलीद्वारा पनि हामीलाई सधैँ आनन्दित तुल्याउनुहुन्छ। रहेको छ यस्तो दिव्य हुइँघाट धाम, तपाईँहरू दर्शन गर्न सक्नुहुन्छ। त्यसै गरी भन्दै म गोविन्द शरण रेग्मी, यही हुइँघाटकै स्थानीय बासिन्दा, तपाईँहरूलाई यति जानकारी गराउँदै म बिदा लिन चाहन्छु। जय जय श्री राधे श्याम।